युट्युब च्यानल साथीहरू फेरि पनि नेक्स्ट ब्लगमा स्वागत छ हजुरहरूलाई। अनि अहिले चाहिँ म ठ्याक्कै यहाँ बेडबाटै भिडियो स्टार्ट गरेँ होइन, भर्खरै उठेको। अनि आज फेरि पशुपति मन्दिर दर्शन गर्नको लागि जाने भनेको। हिजो गएको थियौँ, पानी पऱ्यो गरेर यत्तिकै घुम्नु त मूल गएनौँ क्या। अनि आरतीमा जाने भन्ने थियौँ, पानी परेर भएन, माथि चढ्ने जानै सकेन। अनि अब आज जाने भनेको। अनि आज चाहिँ मैले बेडबाटै भिडियो स्टार्ट गरिरहेको छु होइन। यस्तो त अब नुहाइधुवाइ गरेर जानुपर्ने हुन्छ। अहिले चाहिँ 7:30 भइसक्यो। अनि हामी जाने एकछिनमा भनेर अनि भिडियो चाहिँ अब स्टार्ट गरिहाल्नु पऱ्यो भनेर स्टार्ट गरेको। सबैजनाले हेरिदिनु होला मेरो फुल भिडियो है त। अब चाहिँ तल गएर आएको, स्याम्पूहरू लिएर आएको नि त। अब नुहाउने फ्रेस हुने, अनि त्यहाँदेखि हामी त जान्छौँ नि त पशुपति। अनि त्यही भएर यहाँको नजाराहरू तपाईँहरूलाई म देखाउने छु। यहाँ हेर्नु न, यहाँ अहिले भरे यति जाम हुन्छ यहाँनिर। त्यो जाम देखेर नहिँड्नु जस्तो लाग्यो क्या। हिजो त यस्तो धेरै जाम लागेको क्या। अनि अब चाहिँ म फ्रेस भएर मात्र भिडियोमा आउने छु। अनि हामी त जाने। आन्टी चाहिँ तल हुनुहुन्छ नि त, आन्टीलाई चाहिँ अलिक बिमारी हुन्छ नि, त्यही भएर तल खाजा खाँदै हुन्छ। अनि म चाहिँ पूजा नगरिकन खाने भनेर। अनि यहाँनिर अब रेडी हुन लागेको, 8 बजिसक्यो। अनि म हजुरहरूलाई भेट्ने छु। अब चाहिँ म रेडी हुन्छु। म चाहिँ अब रेडी भइसकेँ गाइस। अब नुहाइधुवाइ गरेर अब हामी जान लागेको नि त। ए रेडी भइसक्यो। मेरो लुक्स त हेरिँदैछ समयतिर। देखेर त खाँदै चढिदिन्छ त, यता देखाउँदैन। हेर्न तलै चढ्दैन, मेरो लुक्स हेर्न सक्नुहुन्छ आजको है। अनि हामी चाहिँ जान लागेको नि त पशुपति। अनि मेरो आन्टीलाई पनि मेरो नेक्स्ट ब्लगमा चाहिँ स्वागत छ। थ्याङ्क यू भन्नु, हाई भन्नु न। अनि अब चाहिँ हामी जान लागेको। यो ड्रेस चाहिँ मलाई यस्तो मन परिरहेको छ, मैले भर्खर किनेको नि त गाइस होइन। अनि त्यहाँदेखि अब हामी जाने। ट्याक्सी बोलाइदिनुहुन्छ होला अनलाइनबाट। अनि हामी चाहिँ जाने। अनि मैले भेट्छु। हामी चाहिँ अब पशुपति जानको लागि यहाँनिर जाँदैछौँ। हामी चाहिँ जाँदैछौँ पशुपति मन्दिर जाँदैछौँ। 11 बजीसम्म आइसक्यो। अहिले गाडी चढ्दैछ है। यस्तो छ यहाँको नजाराहरू हेर्नु। हामी चाहिँ यहाँ पशुपति मन्दिर आइसक्यो नि त। यहाँ मैले यो किनिसकेँ होइन, यो किनेको। अनि पूजा गर्नको लागि अब उहाँ गएर पूजा गर्छु। अब के भन्नु, यहाँ आन्टी पनि हुनुहुन्छ। अनि हामी चाहिँ जाँदैछौँ। कति धेरै भिड हुँदो रहेछ क्या यहाँनिर चाहिँ। म त अब फर्स्ट टाइम आएको हो नि त, हिजो पनि आएको थिएँ तर हिजो पूजा गर्न पाइएन। अनि आज पूजा गर्न आएको भनेर आएको हो नि त। अनि पूजा गर्ने यहाँनिर त्यस्तो छ। हामी जाँदैछौँ। हजुरहरू को आउनु भएको छ होला है। म चाहिँ फर्स्ट टाइमै हो। यस्तो राम्रो छ क्या यहाँ। जुत्ता चप्पल हेर्न सक्नुहुन्छ गाइजहरू। यस्तो छ होइन। अनि त्यो पूजा गर्न जाँदैछौँ। जुत्ता त्यहाँ राखेर आएको, टोकन नम्बरमा राख्नु पर्दो रहेछ। अनि त्यहाँनिर यहाँनिर यस्तो छ है। यहाँ मूल गेट जाँदैछौँ। कहाँ हो, कुन मन्दिर हो मूल त्यो थाहा छैन क्या। यहाँ हेर्नु गाइज कति धेरै परेवा क्या। परेवा कति मजाले अहिले उडो देखाउन खोज्दा खोज्दैला पापै लाग्छ होला हौ। अब चाहिँ हामी पूजा गर्न जानेवाला छौँ। म कतिचोटि भनिसकेँ यहाँ पर्खिरहेको छु क्या। अनि त्यही भएर गर्मी यस्तो धेरै गर्मी भइसक्यो। हामी चाहिँ यहाँनिर आइसक्यौँ, जाँदैछौँ। यस्तो घाम छ, यति धेरै लाइन लाग्नु पर्दो रहेछ, भिड छ। हेर्न सक्नुहुन्छ गाइजहरू। मैले पूजा पनि गरिसकेँ होइन, पूजा गर्न आइसकेँ।
आन्टीले हुन्छ फर्किँदै हुन्छ अनि मैले पूजा गरेर आइसकेँ आन्टीले पूजा गर्नु भएन नि त अनि यहाँको पछिपट्टि आमा हेर्न सक्नुहुन्छ हामीले चाहिँ पूजा गरेर पनि निस्किसक्यौँ नि त अनि यहाँ टिका पनि लगाइसकेँ यहाँ यति धेरै परेवाहरू छ क्या यहाँनिर परेवाहरू छ यहाँनिर होइन अब चाहिँ हामी निस्किँदैछौँ पूजाहरू गरेर अब चाहिँ हामी निस्किँदैछौँ यस्तो तातो घाम चाहिँ कति भइसक्यो 12:30 भइसक्यो यति धेरै लाइन लाग्नु पर्दो रहेछ क्या भित्र चाहिँ भिडियो लिन मिल्दैन रहेछ अनि त्यही भएर बाहिर आएर भिडियो लिँदैछु हामीले चाहिँ उता जुत्ता राखेको छौँ त्यो जुत्ता लाउनको लागि जाँदैछौँ जुत्ता पनि लगाइकन आयौँ हामीले चाहिँ अब जाँदैछौँ निस्किँदैछौँ यहाँबाट हामी चाहिँ पशुपति मन्दिरबाट निस्किसक्यौँ अब चाहिँ हामी कहाँ जाँदैछौँ त्यो चाहिँ थाहा छैन अहिलेसम्म देखाउँछु हेर्न सक्नुहुन्छ हामी चाहिँ बाहिरैबाट छौँ है तर गाइजहरू हेर्न सक्नुहुन्छ यहाँबाट देखाइदिन्छु ल यति यहाँ सामानहरू किनेको छौँ कि घर लानको लागि मिठाईहरू अनि त्यही भएर हात पनि भइरहेछ दुख्छ क्या यत्रो भारी छ अनि यस्तो छ यहाँनिरको दुख्छहरू चाहिँ होइन अब भ्लग बनाउने काम हो गाइस भ्लग त बनाउनु पर्यो नि त होइन भ्लग नबनाइ त हुँदैन अनि फोन पनि साइलेन्टमा राखिरहेको भए पनि भ्लग बनाइरहेको छु क्या अहिले चाहिँ तपाईँहरूको लागि भनेर प्लिज सपोर्ट गरिदिनु होला म त्यही नि भन्छु लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु चाहिँ भन्नु नपरो के भन्छ साथ दिनु होला हजुरहरू पनि भन्नु हे एभ्रिवान मैले चाहिँ होइन उहाँदेखि धराराबाट पनि आइसकेको थिएँ अनि भिडियो चाहिँ एन्ड गर्नै बिर्सेछु क्या धेरै ठाउँ घुम्न चाहिँ तर मैले भ्लग चाहिँ बनाउन सकिनँ क्या त्यति साह्रो हिँडेर खुट्टा बिहानदेखि पनि हिजैदेखि अस्तिदेखि गाडीमा चढेर आएको हो नि त अनि हिजो पनि एकदम गाह्रो भइरहेको छ आज पनि अब घर फर्किहाल्ने नै हो अनि घुम्नु पर्यो भनेर घुमेको अनि त्यति साह्रो चाहिँ देखाउन पाइनँ जति देखाएको छु सबैजनाले माया गरेर हेरिदिनु होला सपोर्ट गरिदिनु होला त्यति नै भन्छु यो भिडियो चाहिँ एन्ड गर्नै बिर्सिरहेको छु अहिले एडिट गर्दै जाँदा पो त अहिले हेर्दैछु अनि त्यही भएर यो भिडियो चाहिँ अब 10 बजिसक्यो अनि 10 बजी नै एन्ड गर्न लागेको सबैजना लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला है त बाई बाई नेक्स्ट भ्लगमा आउने चाहिँ फेरि बाई